यहाँ चाहिँ हान्नुभएको 5 वटा पासवर्ड हाने पछाडि फेरि तपाईको मोबाइलमा फेरि कल आउँछ टेलिमनीबाट बैंकिङबाट फेरि त्यसलाई फोन गरेर उठाउनु होला उठाए कन्फर्मको लागि चाहिँ 1 वा 2 3 खिच भनेर भन्छ त्यस अनुसारले तपाईहरुले खिच्नु होला यहाँ 1 खिच्नको लागि भनिरहेको छ To confirm, press 1. To cancel, press 2. खिचेपछि तपाईको टेलिमनी एप्स कन्फर्म भयो त्यसपछि फेरि ब्याक गएर इकामा नम्बर हान्नु होला अनि मोबाइल नम्बर हान्नु होला मोबाइल नम्बर हासी कन्फर्म गर्नु होला कन्फर्म गरे पछाडी एकछिन पछाडी ओटीपी आउँछ ओटीपी कोड हाल्नु होला एकछिन वेट गर्दै गर्नु ओटीपी आउँछ ओटीपी आएपछि ओटीपी हालेर अनि तपाईले पहिला जे हान्नु भएको थियो 5 वटा चाहिँ पासवर्ड त्यही पासवर्ड यसमा हान्नु होला पासवर्ड हाल्ने पछाडी एकछिन पछि खोलिन्छ नेट स्लो भएको कारणले देख्नुस् अब टेलिमनी एप्स तपाईको खुलिसकेको छ 48 घण्टा पछाडी तपाईले टेलिमनी एप्सको सर्भिसहरु लिन सक्नुहुन्छ त्योभन्दा अगाडि तपाईको टेलिमनी एप्समा पैसा देखाउँछ तर पठाउन मिल्दैन 48 घण्टा पछाडी चाहिँ तपाईको टेलिमनी एप्स खुल्छ